नेपाली सेनाले आज जुन काम गर्नु भएको त्यो कामको साथीहरू हजारौं सलाम र गर्वको कुरा छ। सुनसरीको इटहरीको मुख्य चौकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आग लागीमा फसेको 11 जनाको उद्धार गरिएको छ। उद्धार गरिएमा 3 महिला र 8 पुरुष रहेका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी न्याब र निरीक्षक राजन अधिकारीले पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्चालनमा हेर्नुस्। आगो निभाउन नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना गरी झन्डै 300 सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैगरी आगो निभाउन र विभिन्न स्थानीय तहका 12 दमकल प्रयोग गरिएको छ। 10 तल्ले भवन मध्य भागमा आज बिहानै आग लागेको हो। भवनको विभिन्न तल्लोमा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालय उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको यो भिडियोमा तपाईहरु हेर्नुस्। नेपाली सेनाले कसरी उद्धार गरिरहेका छ। हेलिकप्टरद्वारा भवनमा फसेकोहरूको उद्धार गरिएको छ। आगो निभाउन प्रयास जारी रहेको प्रहरी न्याब मिसिनहरु आइपुगेको छ। अहिलेसम्म आगो नियन्त्रणमा आउन सकिरहेको छैन। हेर्नु हानेर फाइदै छैन।